ल अघि नै कर्नरिङ हानेको यतिसम्म छुँदो रहेछ यति गोल्डन पनि होइन व्हाइट पनि होइन अर्किसक्यो माछा सो ल यही हो फर्पिङ ड्याम है गाइस ल्याङ भयो यार कस्तो हेलो एन्ड नमस्ते एभ्रिवान हो विकास फ्यान है सबैजना सन्चै त राम्रै नै हुनुहुन्छ होला है होप यु अल गाइस आर डुइङ ग्रेट है सबैजना सन्चै राम्रै हुनुहुन्छ होला अनि सो यस आज चाहिँ म सोलो राइड एक्लै सो मेरो चाहिँ नि जर्नी चाहिँ अब उसम्म हुन्छ के अरे यो फर्पिङ ड्याम जस्ट फर्पिङसम्म चाहिँ हो होइन सोलो राइड यतिकै जान मन लाग्यो कि आज होइन किनकिन अनि सक्नुहुन्छ है हेलो अनि के अरे यसो यस ए ब्रदर कहाँसम्म राइड कहाँसम्म यता आउन कहाँसम्म राइड चोबारसम्म जम्पसँगै म फर्पिङसम्म सोलो राइड आएको यतिकै जानु मन लाग्यो प्रज्ञान्स भन्छ अनि ब्रदरको नाम चाहिँ के हो हजुर ब्रदरको नाम मेरो नाम चाहिँ आकाश हो नाइस है बाइक V3 यसको कलर चेन्ज हो कि यस्तै हो मोडिफाइड गरेर 10 चौबारसम्म मात्रै हो हजुर चौबारसम्म मात्रै हो जाउँ फर्पिङ जाने हो होइन चौबारसम्म मात्रै जाने यसो मात्रै हो ल ठिक छ चौबारसम्म सँगै जाउँ न त जाउँ न है ब्रदरलाई चाहिँ दामी सर्छ है R5 मा यस ठिक छ के हो स्टाइल ल्याउँछ त दाजु ठिक छ सो यस ब्रदरको राइड चाहिँ चौबारसम्म अरे होइन अनि मात्रै नि ब्रदर त पुऱ्याउनै रहेछ यार मलाई नि कुदाउनु मन छ तर फेरि अलिक मिल्दैन कि त्यही कारणले हो होइन फेरि भिडियो हेऱ्यो भने त कराउँछ नि त होइन त्यही कारणले एकजना स्पेसल मान्छे छ है मेरो चाहिँ उसले चाहिँ कराउँछ नि त सो त्यही कारणले अलिकति नकुदाउने है अब खेल्नु माया लाग्छ नि त होइन नाइस राइड है ब्रदर दामी कुदाउँछ त्यहाँ ब्रदरले सर प्रज्ञान्स भन्छ अरे चोबारमा भन्छु चोबारमा ब्रदर त वहाँ अगाडि पुगिसक्यो यार कस्तो कुदाको ब्रदर नाइस राइड है तर सेफ राइड है ल मन्दिर थियो है मन्दिर छ है अनि यसो दर्शन गर्न छिरेको हायामा आँप पोल्यो हेट एकछिन केरा आएको त
पोल्यो भने बाइकै तातो के क्या गर्नु भयो यार के भन्नु सक्छको त तर हामी चाहिँ एकदम सेफ कुदाउँछ है हामी चाहिँ सेफ राइड गर्ने हो है हामीलाई के हतार पनि छैन म्याक्सिमम् लिमिट स्पिड 40 रे यहाँको चाहिँ ठिक छ 40 सम्म रे स्पिड चाहिँ यहाँको स्पिड लिमिट चाहिँ होइन अनि मलाई यसो कमेन्ट पनि गर्नु र होइन अब नेक्स्ट टाइम कहाँनिर जानु राइड है भनेर सो अनि आजको शनिबार दिन चाहिँ यतिकै राइड आएको मात्रै होइन राइट यतिकै तर मलाई किन होइन यो बाटोमा कुदाउनु यस्तो मजा लाग्छ नि होइन हाइवेमा कि यो जुन यो बाटो छ नि मजा लाग्छ कि कुदाउनु होइन त्यही हो मेन त यस्तो बाटोहरूमा के को डर हुन्छ भन्दाखेरि होइन मेन त यो सुमोहरूको हो कि त्यही कारणले होइन मेन त यो सुमोहरूको चाहिँ डर छ अलिकति होइन एकदम कुदाएर आउँछ उनीहरूको अब यो गाडीको सिसी हुने भनेको चाहिँ कति 1200-1400 सिसीको हुन्छ है यो सुमोहरूको अनि त्यसले ल्याउँछ एकदम है त्यही कारणले यस्तो बाटोहरूमा चलाउनु हुन्छ भनेदेखि चाहिँ अलिक सेफ राइडै गर्नु है तपाईँहरू सेफ राइड बिस्तारै राम्रो सट्टा आएर है सो त्यही हो हामी चाहिँ कहाँ आइपुग्यो भन्दाखेरि यो मेरो नागपोखरी हो नागपोखरीसम्म आइपुग्यो हामी चाहिँ अहिले होइन अहिलेसम्म चाहिँ मेरो भ्लगलाई इन्जोय गरिरहनु भएको छ होला है आई होप सो थ्याङ्क यू अल होइन यस है बिल पनि हाल्यो अब जान्छौँ हामी थ्याङ्क यू तेल पनि हाल्यो है अब चाहिँ हामी हाम्रो जर्नी कन्टिन्यू गर्छौँ है सो यस राइट तर यो बाटोमा होइन बाइक कुदाउनु कस्तो आनन्द लाग्छ यार मनै आनन्द भनिन्छ कि यो बाटोमा कुदायो भने होइन त्यही त हुन्छ नि अब जस्तै होइन मलाई चाहिँ के हुँदो भन्दाखेरि होइन लाइक अब मन भारी भयो भने होइन राइड जाउँ कि जस्तो राइड होइन मन आनन्द भइन्छ कि अब अब रिस उठा छ भने पनि जस्ट गो फर राइड होइन इफ यु ह्याप्पी जस्ट गो फर राइड होइन मलाई त्यो चाहिँ एउटा हुन्छ कि बाइक चलाउँदाखेरि होइन त्यो आनन्द कि एकदम पिसफुल होइन पुरा मजा लाग्छ कि होइन राइड पनि त्यही हो जस्ट राइड जाउँ कि अनि आज चाहिँ सोलो राइड आएँ म होइन अब त्यो मलाई एक्चुली एक्लै आउनु मन थियो कि त्यो हामी चाहिँ यस अनि आज एक्लै आइरहेको म है त्यही हो यस्तो बाटोहरूमा पनि नि त्यो यो माइक्रोहरू है यो सुमोहरू मेन एकदम हुँदेर आइदिन्छ कि मजाको लेनमा नि आइदिन्छ होइन सो यस्तो बाटोमा चाहिँ एकदम चाहिँ ध्यान गर्नु ल सबजना है यस्तो फेरि टर्निङहरू छ नि त अलि होइन यसो यो कर्नरिङहरू छ नि त त्यही कारण चाहिँ सबैजना है एक्चुली राम्ररी मजाले बिस्तारै आउनु होला है त्यति हो है त्यति भन्छु म चाहिँ क्या हिरो देखाएको रहेछ नि त म त यार क्यामेरा के अरे सानो हाँच्नु न अलिकति म नि होइन यस्तै हो ल राइडलाई इन्जोय गर्नु है त तपाईँहरू अब
हेलो शेष म चाहिँ यो यहाँ पुगिसकेँ यो के अरे शेषनारायण मन्दिरको यो हुन्छ नि शेषनारायण मन्दिरै हो होइन अनि त यो तल पोखरीहरू माछाहरू छ है म भर्खरै आइपुगेको सो यस्तै हो अब यहाँको एकछिन बस्छु एक्सप्लोर गर्ने है रमाइलो छ सेफ राइट ल ल ल ब्रदर सेफ राइट है ल बिस्तार जाऊ कहाँ अरे सिस्नेरी होइन ल बाई बाई बिस्तार म माथि मन्दिर यसो दर्शन गर्छु बाई ब्रदर सेफ राइट जाऊ है बिस्तार जाऊ ओके बाई बाई सो यसरी रात घुम्दैन यहाँ आम्मा कस्तो गाह्रो हुँदो रहेछ सो म चाहिँ यहाँ आइपुगिसकेँ होइन शेषनारायण अघि पनि भनेको फेरि भने है यो हेर्दाखेरि कस्तो थोरै जस्तो देख्छ नि तर यहाँ एकदम गहिरो छ अरे यो यहाँ कति गहिरो छ जस्तो भने जस्तो लागेको थियो अनि गहिरो छ भाइ हजुर यो पानी गहिरो होला नि तपाईँको 25-30 फिट जति गहिरो त्यत्रो हुन्छ हेर्दा त देखिँदैन है 25 फिट भनेपछि अनि मैले भनेन त्यो हेर्दामा त्यस्तो त्यो देख्छ अरे कि तर एकदम गहिरो छ अरे होइन यहाँ चाहिँ लक भएछ अनि यसमा चाहिँ माथि जानेछु अब त्यहाँ मन्दिर दर्शन गर्ने अब जाने ल सो यहाँको एउटा स्टोरी चाहिँ के थियो भन्दाखेरि होइन पहिला सुनेको है पहिला मलाई भन्नुहुन्थ्यो कि हजुरमाले उही माथि यसो त्यो छ नि त्यो त्यहाँबाट चाहिँ के दुध आउँछ कि के आउँछ जस्तो भने जस्तो लाग्यो दुध हो कि पानी समथिङ होइन त्यहाँ चाहिँ झर्छ जस्तो भने कि एउटा थियो कि सो म चाहिँ त्यो बिर्सेँ अहिले सो त्यही हो ल भगवान् दर्शन गरेर पनि आनन्द भयो त्यही हो अब लाग्ने यो एउटा माछा चाहिँ अर्कै कलरको छ यार यो 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 क्यामेरामा कस्तो देखाएको छ थाहा चाहिँ छैन है तर यहाँबाट यसरी हेर्दा चाहिँ कस्तो दामी देखायो नि माछा गोल्डन पनि होइन व्हाइट पनि होइन अर्कै छ कि माछा क्या दामी यार यो त यही एउटा माछा मात्रै देखायो नि यस्तो त अरू त छैन कहीँ पनि छैन यस्तो नाइस यार नाइस क्या दामी क्या माछा त अर्कै छ यार लल यो माछा मात्रै यस्तो कलर देखाएर मैले यहाँ भरि होइन कस्तो अर्कै छ कि अब क्यामेरामा कस्तो देखाएको छ आई डोन्ट नो है तर यसो चाहिँ क्या टल्किरहेको कस्तो युनिक छ नि यो माछा अर्कै टाइपै सो यस म चाहिँ अब जान लाग्यो होइन अनि यहाँनिर आएर कस्तो पिसफुल के आनन्द भयो है यो ठाउँमा अनि सो यस अब चाहिँ हामी हाम्रो जर्नी कन्टिन्यू गर्छौँ है सो या सिधै गोप्रोबाट भेट्छु है तपाईँलाई क्यामेराबाट सिधै क्यामेराबाट भेट्छु तपाईँहरूलाई बाइक चाहिँ यहाँ छ यहाँ पार्क गरेको अनि सिधै क्यामेराबाट भेट्छु अब ओके बाई बाई क्यामेराबाट आउँछ है क्यामेराबाट सो यस गाइस मिठो हानेको आर्सले त आम्मा क्या मिठो हानेको हौ ड्याम लभलै लभ सो फर्पिङ ड्याम जाँदैछु कि होइन अब फर्पिङ ड्याम जाने बाटो कहाँ हो बिर्सेँ यार मैले त यो बाटो त्यस लागेको थियो यसो धुँ है कहाँ हो चाहिँ मलाई चाहिँ बाटो थाहा नभएर यहाँ हाम्रो अगाडि पल्सर बाइकमा हुनुहुन्छ है उहाँ चाहिँ दाजुले चाहिँ म अर्को बाटो देखाइदिन्छु त भन्नुभएको थियो भन्नुभयो उहाँले चाहिँ सो यस त्यो बाटो हामी बिस्तारै जान्छौँ है त मलाई चाहिँ बाटोको नलेज अलिकति छैन नि त त्यही कारणले सो यस्तै हो दाजुले चाहिँ बाटो देखाउनुहुन्छ कहाँबाट जाने हो भनेर यसै त म चाहिँ अब फर्पिङ ड्यामतर्फ लाग्दैछु है यही बाटो हो भन्नुभयो उहाँहरूले चाहिँ अनि यही बाटो सिधै जानु यो बाटोमा छर्किन एकदम सिधै जानु भन्नुभएको थियो सो यस यो बाटो सिधै जाँदैछु है अनि त्यसपछि तपाईँ चाहिँ तपाईँको डेस्टिनेसनमा पुग्नुहुन्छ भन्नु थियो यहाँको स्पिड किलोमिटर ओन्ली 20 हेर ल
जम्मा 20 उफ 20 सो त्यही हो टक्क लाएर जाँदैछ हामी चाहिँ फर्टिङ ड्याम है त गाइस। सो भ्लगलाई इन्जोय गरिदिनु होला, माया गरिदिनु होला है। अरूसम्म हेर्नु भएन छ भने ठिक छ। थ्याङ्क यू अल लभ यु गाइस, लभ यु अल। ए त्यो सुन्नु हुँदैन फेरि हराइहाल्छ मलाई अनि त्यही त नि नयाँ बाटो छ अलिकति कुदाउँ होला नि मिल्दैन, बाटो थाहा छैन नलेज छैन नि त बाटो फेरि कहीँ के होला होइन, अब कतातिर स्पिड ब्रेकिङ होला होइन। सो त्यही कारणले गर्दा चाहिँ नि यसरी अब हाउडे तरिकामा चलाउन मिल्दैन है। सो सबैजनाले है यो बाटोमा चाहिँ एकदम फोकस भएर चलाउनु है, यताउता हेर्ने काम सुरु नगर्नु होला है। अब किनकि यो बाटोहरू त रिस्की बाटो हो नि त, यस्तो बाटोहरूमा चाहिँ अब अलिकति एउटा वेले जानु होइन, सबैजना एउटा वेले हेरिदिनु है। एउटा वेले भन्नाले अब एटलिस्ट एउटा फोकस चाहिँ गर्नुहोस् न होइन यस्तो बाटोहरूमा चाहिँ होइन, किनकि कहीँबाट गाडी सत्य अब आइदेला होइन। अब ठिक छ, अब यही बाटो नै जानुहुन्छ भने चाहिँ अब ठिकै छ होइन, अब कन्फिडेन्स छ भने चाहिँ चलाउनुहोस् होइन। तर अब नयाँ राइडरहरूलाई चाहिँ नि होइन अब यसरी हाउडे तरिकामा चाहिँ नचलाउनु है, म चाहिँ त्यही भन्न चाहन्छु। सो गाइस फाइनली है आम्मा बल्ल पुगे यार, बाटै थाहा नभएर है झन्डै माथि आम्मामा अफरोड छ त्यस्तै है। पाक्यो बाइकलाई चाहिँ कहाँ पार्क गर्नु भन्दा यहाँ पार्क गर्ने हो है, त्यो गरिदिँदा होइन। फाइनली गाइस बल्ल पुग्यो यार। आम्मामा ल फर्पिङ ड्याम भाइ आइपुग्यो पहाडै। सो यस हेर्नु सक्नुहुन्छ पिसफुल छ ठाउँ है, माइलो छ। यहाँ पहिला एकजना स्पेसल मान्छेसँग आएको म स्पेसल दाई भनौँ न, अब फेरि स्पेसल भनेपछि फेरि अर्कै बुझ्दिला होइन। सो मेरो एकजना स्पेसल दाई हुनुहुन्थ्यो, उहाँसँग आएको थिएँ म पहिला। राम्रो छ कि भ्यूहरू चाहिँ फर्स्ट टाइम म त्यही दाईसँग आएको थिएँ यहाँ है। दाइ भ्लग हेरिरहनु भएको छ नि चाहिँ थ्याङ्क यू सो मच है। त्यो बेला हामी त्यहाँ बसेको थियो यार, म स्टुडेन्ट मेम्बर होइन, त्यहाँ पानीपुरी खाएर बसेको थिएँ दाइसँग, रमाइलो भएको थियो त्यो बेला। सो त्यो दाइ याद आउँछ तपाईँको। आज एक्लै छु है यहाँ, त्यो फ्ल्यासब्याक भएर क्या एकछिन। अनि यहाँ चाहिँ छ नि एक्लै आउन चाहिँ नहुने रहेछ होइन, अब जहाँ पनि हेरेर कपाल रहेछ कि होइन, आफू त एक्लै क्या। ठिक छ होइन, मसँग मेरो बाइक छ त्यही अब के भन्ने हेर, कपाल छ यार यहाँ, जहाँ पनि कपाल मात्रै के बसिरहेको। अनि सो म उता माथि जान्छु अनि त्यहाँबाट फुल भ्यू देखाउँछु ल तपाईँलाई। म चाहिँ बाइकलाई यहीँ पार्किङ गरेको यता, बाइक पनि फ्रेस होस् न एकछिन होइन। धेरै कुदेँ यार, बाइक वास चाहिँ हान्नुपर्छ। आमाम टायर फोर भएको ल, अघि नै कर्नरिङ हानेको यतिसम्म छुँदो रहेछ, त्यति तातो छ त्यहाँ टायर चाहिँ यहाँ। वा यो साइडमा अलिक तातो रहेछ। सो ल यही हो फर्पिङ ड्याम है, हाइड्रो पावर। अनि आएको यार म त एक्लै आएको, रमाइलो पनि भएर छ अलिअलि। सो तपाईँहरू पनि अब यो ठाउँमा चाहिँ भिजिट गरिदिनु होला है, यो ठाउँ पनि राम्रो छ, नाइस छ है ठाउँलाई नि यसरी भिजिट गरिदिनुहोस्। अब कपल्सहरू हुनुहुन्छ भने आउनुहोस् इन्जोय गर्नुहोस्। यहाँ त मैले धेरै जहाँ पनि हेरेर कपाल मात्रै देख्छु है, आफै एक्लै सुरु आएँ यहाँ। अब के भन्नु त्यहाँ ठिक छ, कस्तो कुदायो त्यो वहाँदेखि उतार ल्याएको यार यसले, त्यहाँ आएर चाहिँ बिस्तारै चलेर आएँ। ए अनि यो बाटो आउन मिल्दो रहेछ, हामी त वहाँबाट घुम्यो नि त यार, लास्टै चाहिँ अब त्यो त हामी त लोत घुम्यो, वहाँबाट आउनु मिल्थ्यो होइन। यो मलाई लागिरहेको थियो कि विपिन दाइसँग आएको थियो यो बाटो है, मलाई याद छ होइन। अनि घुम्न चाहिँ घुम्यो है हामी चाहिँ, ठिक छ केही छैन, कहिले घुम्नु पनि पर्छ त्यस्तै हो ल। सो यति भन्दामै यो ठाउँबाट बाई बाई भन्छु म अब होइन।
भोक पनि लागेको छ अलिअलि खानुपर्ला जस्तो सो यस अब चाहिँ जाने भाइ भाइ भन्ने यो ठाउँलाई होइन क्या गर्मी यार गर्मी भयो म त लास्टै गर्मी भयो ल जाने त अब टक्कै एकचोटि यो ठाउँलाई इन्जोय गर्नु भ्यू हेर्नु मजाले अनि हामी चाहिँ जान्छौँ यस ल अलराइट गाइस है अब चाहिँ जाने हामी यस्तो साह्रो बाटो त यो बाटो जानु मिल्छ कि अब यही बाटो जाने हो ल माई बेबी माई लभ मा लभ अफ माई लाइफ पता के भन्नु हो होइन मेरो बेबी कुची कुची कुचीको गाइस ल्याङ भयो यार कस्तो यहाँको यो नै भाँचेर त्यो दोहोरी नै निस्क्यो कि अब मैले चाहिँ लाइक यहाँनिर अड्काउँछु भनेर सोचिरहेको थिएन क्यामेरा एङ्गल अब आफ्नो खिच्ने भनेर चाहिँ सोचेको है पेडाक्कै भाँचिएर कि ल कस्तो नआइकन पऱ्यो यार हाल्न कति हाल्न ट्राई गरेको हुँदै भएन यो नै यो छ नि पेडाक्कै भाँच्यो यो त्यही अब यसलाई चाहिँ ब्यागमा हालिन्छ अब यसलाई सुपर ग्लुले चाहिँ टाल्न मिल्छ होइन यसो विचार गरेको त्यो घरबाट टाल्छु एउटा चाहिँ नयाँ किन्छु किन्न पनि होइन त्यो दुइटा चाहिँ होस् न एउटा होइन एटलिस्ट भनेर चाहिँ एउटा किन्छु एउटा एक्स्ट्रा ल अब चाहिँ बाई बाई हेलो दाई थ्याङ्क यू है यसको लागि चाहिँ वेलकम मेरो चाहिँ त्यो 3 मन भाँचेर चाहिँ यो किनेको नयाँ दाइले फिट गरिदिनु भयो दाइले चाहिँ मिलाएर दिनुभयो त्यस है थ्याङ्क यू दाई वेलकम अनि हेलमेटहरू पनि राम्रो छ दाइ लोकेसन भनिदिनु त ल हाम्रो स्टेपको बजाज गल्ली सब नम्बर 12 सब नम्बर 12 सब नम्बर 12 कमजोरलाई के चाहियो एलिमेन्ट्सहरू ल कि दाइ बाई बाई यस न्युज चिनमा हुँदै यो चाहिँ डुमा छ है अनि अब चाहिँ जाँदैछु सब नम्बर 12 है यो दाइको पसल चाहिँ दाइ सब नम्बर 12 है सब नम्बर ल बाई बाई यहाँ बाई भन्नु ल बाई बाई हेलमेटहरू पनि राम्रो हुन्छ टिकट छ आयो भने चाहिँ भिजिट गर्नुहोस् ल बाई बाई सब नम्बर 12 हो के भन्नु रहेछ है यस जाँदैछु म चाहिँ लाइक बल्ल भ्लग गर्न पाएँ त्यो अघि होइन त्यो लाइक सिनमा निकालिरहेको थियो नि त यो होइन अनि त्यसले गर्दा चाहिँ नि अहिले चाहिँ नि मलाई के अरे कस्तो फिल भएको भन्दाखेरि त्यो हेलमेट अब एकदमै लुज के लास्टै लुजवाला भएको थियो नि त होइन अघि नै अनि अहिले चाहिँ यस ठिक छ सबै कुरा चट्टलाएर मिल्यो नि त सो त्यही हो ल हेलो म चाहिँ भरे आइपुगेँ होइन अनि फेन्टा खाएर बसिरहेको छु होइन फेन्टा खाँदैछु आधी भइसक्यो लास्ट गर्मी भएको थियो एकैछिनमा सिधै आएर लौ त्यो गर्मी भएको थियो नि त अनि सो भ्लगलाई चाहिँ यहीँ एन्ड गर्छु अब यो भ्लगलाई नै माया गरिदिनु सपोर्ट गरिदिनु है त्यो फर्किँदाखेरि त्यो चिन्माउँदै भाँचेको थियो कि मेरो पुरानोवाला अनि त्यही कारणले चाहिँ अलिकति झ्याउ भयो सो त्यही हो ठिकै छ भाँचेर झ्याउ भयो कि त्यो क्यामेरा एङ्गल अर्कै पोजिसनमा निकाल्छु भन्ने चाहिँ सोचिरहेको थिएन त्यो बाइकको त्यो सिसामा राखेर कि होइन अनि त्यसरी चाहिँ गर्छु भनेर सोचिरहेको थिएँ मैले पछि त्यो डोरीले नि प्याटक्कै तान्दाखेरि भाँचेको थियो होइन अनि त्यही कारण चाहिँ फर्केको चाहिँ भ्लग अलिकति गर्नु पाएन सो त्यही हो भ्लगलाई यहीँ एन्ड गर्छु ल बाई बाई लभ यु अल स्टे सेफ होइन अनि यस भिडियोलाई मन पऱ्यो लाइक सेयर कमेन्ट सब्सक्राइब होइन सो बाई 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 बाई